हेलो गाइज गुड मर्निङ। अहिले चाहिँ हामी ठ्याक्कै बिहानको 5 बजेको छ र अहिले चाहिँ हाम्रो टार्गेट चाहिँ के छ भन्दाखेरि काठमाडौँ टु पोखरा। काठमाडौँबाट करिब 200 किलोमिटर टाढा र करिब 5 घन्टा गाडीमा 5 घन्टादेखि 6 घन्टाको दूरीमा रहेको पोखराको यात्रा हामी गर्दैछौँ। र के छ तपाईँ के छ टार? ठिक छ, मनोरञ्जन टुर रिफ्रेसमेन्ट टुर हो हाम्रो। हजुर, त्यसको लागि एक्साइटेड हो हामी। कति 5 जना गइरहेछौँ। म निर्मल सर, हाम्रो विजय सर हुनुहुन्छ, उहाँ ड्राइभर पनि हुनुहुन्छ। उहाँको दुईवटा रोल छ, उहाँ एकजना इन्टरटेनमेन्ट पनि हुनुहुन्छ र ड्राइभर पनि हुनुहुन्छ र उहाँकै भरोसामा अब जिन्दगी छ। त्यस्तै गरी मनिष सर हाम्रो बाहुन ठोल्दै हुनुहुन्छ। मनिष सर आशीर्वादको टोली चाहिँ हाम्रो जम्बो टोली जाँदैछ र हाम्रो अब प्याकिङ चाहिँ लगभग सकिसक्यो। अब प्याकिङ सकेपछि एकछिनपछि चाहिँ हाम्रो यहाँबाट तयारी छ, हिँड्ने तयारीमा हिँड्दा हिँड्दा हाम्रो चाहिँ ठिक छ। यस गाई छ अब चाहिँ हामी गऱ्यो। हाम्रो यात्रा चाहिँ अब कमानबाट सुरु भइसकेको छ र हामी चाहिँ ह्यान्डबल ग्राउन्डबाट हिँडिसक्यौँ र हाम्रो के छ हेरेर पाइरहनु भएको छ। र अहिले चाहिँ हामी ठ्याक्कै गणेश मन्दिरमा छौँ र हाम्रो टोली चाहिँ ठ्याक्कै ह्यान्डबल ग्राउन्डमा आइसकेको छ र हाम्रो टोली सँगसँगै रेडी हुँदैछ। के छ ठिक छ? ओहो गुड छ, गुड। हाम्रो गाडी आइसकेको छ। र हाम्रो गाडी हिँडिसकेको छ यहाँबाट र हामी चाहिँ अब यात्रा पोखरसम्म जारी छ है त। ओ सर गुड मर्निङ। हो मर्निङ सर, गुड मर्निङ। 5:30 बजे सुपर खान्छ, सुपर भाडा पछि दिउँ है सर। अहिले छैन ल सुपर राम तिम्रो बडा ए ब्याग पनि हाल्नु पर्छ नाम सुपरीमा डाक्टर हाल्न भगाइ भर्छ। करानी र तल हाल्दै हुन्छ। हेलो आशीर्वाद गिटार खोइ गिटार भन्दाखेरि हामी गल्छी कटेर ठ्याक्कै एउटा पेट्रोल पम्पमा थोरै पेट्रोल हाल्ने सिधा छ। ल यता यता चलाएको पहिला सर आउनुहोस्। चस्मा कालो भयो छैन नि सर, यार कालै भएको छैन, घामै परेन। ल ल टेन्सनले मान्छे तुलाई के छ खबर? एकदम ठिक छ सर, ठिक छ। देखिरहेको भएको छ कालो भएको छ। होइन हेरेर होइन ल कालो भएको छैन छैन नि सर यार। ए तेरिका ओहो आएछ आयो ल। मेरो त सबै कालो छैन नि सर यार, कालै भएको यता कालो भयो नि त। लग्लाउनु ल हाम्रो लग्लाउनु हल्का भयो खोल्नु न ल। र हामी ठ्याक्कै निस्किसक्यौँ। निस्किसकेपछि अब हामी चिया खानलाई चाहिँ हाम्रो यो कफी हब, यो ट्रिपल के सर क्राउन रिसोर्ट कफी हबमा हामी जानेछौँ र हाम्रो दादाहरू हिँड्दै हुनुहुन्छ यहाँ। केही त खानु पर्ला सर, ठोस के औषधि खानालाई पानी चाहिँ खाऊँ। सर त के ओट्स ल्याइराख्नु भएको छ त? नयाँ किनेको होइन सर, पुरानै नयाँ खै त तपाईँको गाडीमा। ए ल ल ल ट्रिपल क्राउनबाट चाहिँ हामी चाहिँ अब यहाँबाट चाहिँ हामी ठ्याक्कै मलेखुतिर प्रस्थान गर्दैछौँ र हाम्रो अब 6 बजे काठमाडौँबाट हिँड्यो पनि यहाँ केही समय चाहिँ हामी होल्ड गर्दै हिँड्दै गर्दाखेरि चाहिँ हामी यहाँ आइपुग्यौँ र हामीले यहाँ चाहिँ पहिलो चिया नास्ता चाहिँ हामीले यहाँ गऱ्यौँ र केही समयपछि चाहिँ हामी मुगलिङ जान्छौँ र मुगलिङ गएपछि त्यहाँ चाहिँ हामीले ब्रेकफास्ट गर्छौँ। त्यसपछि हामी पोखरा जान्छौँ डाइरेक्ट जहाँ समय लाग्छ र के हुन्छ हेरौँ। ल यहाँ चाहिँ हाम्रो यस्तो छ क्याफे चिया खानु हो, दामी छ र गाइजहरू कोही आउनुहुन्छ नि चिया खानुलाई।
जाऊ तिर हाम्रो हजुर बस्ने उसमा फेरि डलडाँडामा अनि अरूलाई गुड मर्निङ है काम गर्न साथमा बस्ने हो क्या दिनभरि ड्राइभर महँगो ठाउँमा चिया पारा यार ओ कालो भयो सर ओ कालो अहिले चाहिँ हामी ठ्याक्कै मुङ्गिन आइपुग्यो लगभग 5-6 घन्टाको दुरीसँग के छ कता खाने खाजा के भन्दैन स्नेक डलिङ छ यार मैले भन्नु तपाईँलाई तर मलाई यसको क्या अस्ति मैले रिसेन्टली सोचेको क्या होइन त्यसले जति कट अफ यो छ नि यसको अहिले होइन जति एउटा नेगेटिभ बाटो एउटा पोजिटिभ राम्रो बाटो छ त यार क्या कहिले डिपेन्डेबल हुँदैन क्या लाइक हो कि भन्नु त किनभने भेटेर खुल्ने मान्छेहरू भेटेर ऊ रमाइलो पनि गर्ने काम त्यो हो सम्झौँ भाइ त्यो नि आउँछ अहिले अन्त आउँदैन होला फोनै उठाएन विश्व एकचोटि मलाई यो यस्तो बाटो मलाई सर दामी उसले एकछिन दिउँसो आइज भन्नुभयो बन्जी हान्न जाने बेलामा क्या विश्वमा स्टेसन एउटा बाटो यस्तो दामी लागेको तर यार अति दामी बनाएछ नि यार सर त्यो बन्दी हानेको हेम्जाको बन्दी हानेको नि इस्तुबाको साइडमा होइन मैले हेम्जाको हाने नि मैले त उसमा पर्वतमा उसमा त्यो नि छ नि त हेम्जा तपाईँले भनेको वाला नि बन्दी छ नि त्यो पोखरी जस्तो राखेर गर्नु होला म र मनी साथी गएर के हेरेर बसेर के हामी बत्या त पुरै बिनी कटेर विश्व यार यो बाटो त भने यार विदेशी आए जस्तो फिल छ त पुरै हाइवे होइन भने त सबै हाइवे आम ल हेर्नु त यसो त खुल्ला बाटोमा चाहिँ त पाहाड काट्ने कुरा हुँदैन नि त न यही हो क्या यो मैले अघि भन्दा चाहिँ नि यो के अरे तर सही त दामी के रहेछ विश्व साउन्ड निकाल्ने यस गाई यतिको केपी बा यतिको रोड हामीलाई चाहियो है केपीले बनाएको हो यो केपी बालाई यतिको रोड चाहियो ल त्यसमा थ्याङ्क यू केपी बा ए बुढा रामदेव हजुरबाले भन्नुहुन्छ श्रीमा बठाल्ने हजुरआमा भन्नुहुन्छ एमाले हो पाल्ने अरू के छ कसको ब्याग हो यो विश्वको ए ब्याग लिएर जान म गाडी राखेर आउँछु भाइ आइपुग्यो गाइज आइपुग्यो है ल है ल मेरो टिप्स कति हो टिप्स तिमी राम्रो दिनुहोस् नि टिप्स रिएक्टिभ खाले रहेछ एकैछिनमा मेरो त कस्तो टाइम लिन्छ नि त सिकालो म ड्राइभर है उहाँहरूको ड्राइभर है म चाहिँ निर्मल सरको ड्राइभर गाडी पनि मेरो निर्मल सरको गाडी उहाँकै ड्राइभर बाबु म चाहिँ कुल्ली है बाबु यस्तै भन्नु छोटे छोटे नगर कुल्ली कुल्ली म कुल्ली हजुरहरूको दिनको सुरुवात कस्तो हो मलाई थाहा छैन हाम्रो दिनको सुरुवात आज पोखराबाट हुँदैछ मैले सर यहाँ विजय सर यहाँ आइपुग्यो है यो विजय सर हामी चारजना सुत्ने हो तपाईँ यता विजय सर यता एक्लै हामी चारजना यहाँ यस्तो हो क्या सर ब्लग बन्टे ब्लगर बाजे ने क्या कुछ दिन ना थोड़े लुक से आता था
भरि सिमसिमे पानी लाग्छ बारी कतै फर्किन्छौ त मतिरै तिमी रेशम 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 सबैजना रेशम 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 ल सबैजना है त रेशम ए पानी छिटो ल्याउन है रेशम गिलासमा पनि हाल्देऊ न है रेशम 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 Give me the
फर्की नहेर मलाई तिमी भने सपना मेरो तिमीलाई नै पाउने तर कहाँ पुग्यो र सोचे जति सबै सधैँ आइरहन्छ त्यसै गुनगुनाउँछ अतीतका ती धुनहरू सधैँ आइरहन्छ तिम्रो यादहरू आऊ तिमी हाम्रो भनी बादलको माथिमा तिमीलाई पर्खी बसौला तिमी भने Hi guys, here is Dipendra Pokhral? Pokhral here and Kafan. from Kapan and we are now in here. अहिले चाहिँ हाम्रो सेकेन्ड डे छ सेकेन्ड डेमा चाहिँ हामी यहाँबाट चाहिँ अब बोटिङको लागि जाँदैछौँ बिहान चाहिँ अलिकति लफडा But yeah, you know very well. Your English is dead? Yeah. Or what? What do you need? Huh? What do you want with me? Do you know what I am? Yeah. चाहिँ हामी चाहिँ ठ्याक्कै यहाँबाट चाहिँ हामी जान्छौँ र यहाँबाट चाहिँ हाम्रो गाउँबाट चाहिँ प्लेनमा आउनु करिब 2 घन्टा चाहिँ बोटिङ गर्छ चाहिँ 1300 प्लान छ गर्छौँ अब गाइस आएछ गाइस हाम्रो बोटिङको भिडियो चाहिँ फुल आउँछ तपाईँ हेर्नु होला त अहिले चाहिँ हामी ठ्याक्कै हामी फेवालेकमा आइसकेका छौँ फेवालेकमा आएपछि चाहिँ हामी यहाँ बोटिङ चाहिँ यहाँ सरर हुन्छ नि 15-20 बोटिङ चाहिँ लाइनमा छ र पारिपट्टि हेर्नु चाहिँ तपाईँले त्यहाँ चाहिँ तपाईँको के छ भन्दाखेरि मान्छेहरू चाहिँ रमाइलो गर्नलाई बसिरहेका छन् जुन चाहिँ बिच यो तालको छेउ साइडमा हिँड्ने बनाएको छ र यहाँ हेर्छ नि बोटिङ सुरु भइसकेको छ र हाम्रो चाहिँ करिब 2 घन्टा हिँड्ने प्लान छ र यहाँ पछाडि देख्नुहुन्छ मेरो ब्याकग्राउन्डमा तपाईँले त्यो पनि के भन्छ मेरो ब्याकग्राउन्ड तपाईँले फेवालेक देख्नुहुन्छ जुन चाहिँ यो कास्की जिल्लामा रहेको छ तालतिर देखाऊ हात ताल देखाउ त कस्तो ताल कहाँ के छ यो चाहिँ बोट हो यस गाइस अहिले चाहिँ हामी ठ्याक्कै पोखराको फेवा तालमा छौँ जुन चाहिँ अहिले चाहिँ हामी हेर्छौँ एउटा भर्याङमा छौँ र यहाँ पछाडि हेर्न सक्नुहुन्छ तपाईँले फेवा तालमा मजाले देख्न सक्नुहुन्छ यो चाहिँ ठ्याक्कै हामी फेवा तालको ठ्याक्कै अगाडि फ्रन्ट साइड छौँ यहाँ र यहाँबाट चाहिँ बोटिङ पनि सुरु गरिन्छ यो चाहिँ लगभग स्टेजको बिचमा बिच जस्तो पर्छ यहाँबाट दर्शकहरूले के भन्न चाहनुहुन्छ दर्शकहरूले के भन्न चाहन्छु भन्दाखेरि पोखरा धेरै रमाइलो छ आउनुहोस् रमाइलो गर्नुहोस् ह्याभ फन रमाइलो गर्नुहोस् है हजुर पोखरा यस्तो गन्दगी छ यसबारे के भन्न चाहनुहुन्छ छैन गन्दगी केही पनि छैन यहाँ धेरै रमाइलो छ हामी हजुरहरू रमाइलो गर्नुहोस् अब साँझ परिसकेको छ हेर्नुहुन्छ घाम टक्कै यहाँ हेर्नुहुन्छ तपाईँ के यहाँ प्रोग्राम के छ प्रोग्राम केही छैन हामी अब ढुङ्गासुङ्गा चढ्दैछौँ एकछिनमा रमाइलो गर्दैछौँ ह्याभ फन
Have a chill, guys. Have fun. ल हाम्रो चाहिँ अब ठ्याक्क बोटिङ गर्ने तयारी हुँदैछ ए बस भाइ यहाँ बस यति मात्र बाँध्ने हो मनि सर तपाईँ लम पर्दैन होला सर के हो इन्सुरेन्स त शरीरको गर्नु पर्यो नि थोरै होइन साथीहरू चाहिँ रेडी हुनुहुन्छ Orji, how are you? यस हल्ला गुड ल हाम्रो चाहिँ अब यहाँ बोटिङको यात्रा सुरु हुँदैछ लगभग आधी घन्टा 1 घन्टा कति हुन्छ हामी बोटिङ गर्नेछौँ र एकदमै दामी हुनेछ होला गाइज खै हामी चाहिँ फेवा लेकको किनारमा आइसकेका छौँ र यो सँगसँगै हामीले चाहिँ यहाँ सुरु हुँदैछ ल सर एकदम दामी देख्नुहुन्छ उहाँको चाहिँ उहाँले पहिल्यै भन्नुभएको थियो कि अलिकति मोटर चाहिन्छ मलाई भन्नुहुन्छ अब किनकि भन्दा उहाँको अलिकति ज्यान पनि ठुलो छ सो द्याट्स वाइ अब चाहिँ हामी चाहिँ ठ्याक्कै बोर्डिङ चढ्दैछौँ र हाम्रो चाहिँ सङ्ख्या छ 6 जना 1 2 3 4 5 6 र अब एकजना दाइसहित गरेर 7 जना हुन्छ र हामीले रेडी हुँदैछ यहाँ गाइजहरू है जय बिस ल ल भयो ओ निर्मल बाडी ल यही हो निर्मल सर एकछिन फेवा दलको पानी छोइहाल तिमी छोइसक्यो ल मन्डी त्यहाँ खुट्टा छोड्दैन अहिले अगाडि बस्नु अरे देउरालीको चिसो चिसो हावाले सजी के छ कस्तो भइरहेछ रमाइलो छ है हजुर रमाइलो छ है सजी के अर्का पैसा चढ्न कस्तो मजा आउँदो रहेछ दामी रमाइलो है हजुर ल उहाँ चाहिँ हाम्रो टाइप लाएर हुन्छ यहाँ उहाँले नि हामी यहाँसम्म काठमाडौँदेखि पुवासम्म ल्याउनु र यहाँ पनि उहाँले तारिदिएको हुन्छ ल हामी चाहिँ फेवा लाग्ने छौँ गाइजहरू त्यही चाहिँ के छ यसको अलिक थोरै भनिदिनु है तपाईँलाई थाहा भएको यहाँको व्यवसायको लागि गहिरो भनेको 60 फिटसम्म गहिरो ए लामो 60 फिट हो 7 किलोमिटर 7 किलोमिटर लामो पहिला बस्किदियो भन्छ नि यहाँ मुनि भुइँमा हो निर्मल अहिले हामी छौँ गाइज फेवा तालमा ल गाइजहरू फेवा ताल दिस इज फेवा ताल हो यो सँगै हामी चाहिँ फेवा तालको लगभग बिचमा आइसकेका छौँ र यहाँ हेर्नुहुन्छ भने तपाईँले एकदमै रमाइलो भएको छ एकदम बवाल रमाइलो भएको छ होइन यहाँ गाइजहरू रमाउने एकदम छ ल गरिब यहाँ सब भिडियो कल गरिरहेको छ माछा ल करिब 7 किलोमिटर क्षेत्रफल भइगयो ल धेरै नसोच्यो साथी यहाँ हुन्छ सरहरू त यहाँ ओहो मेरो गाई साथी के छ हाम्रो रमाइलो चिसो चिसो पानी फेवा ताल ओहो एकछिन खाइदेऊ न पानी एकछिन खाइदेऊ नि त ओ ला दामी छ दामी ओ ला 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 ल हाम्रो साथीहरू चाहिँ हिँड्दै हुनुहुन्छ ल समातेर है समातेर बस्छ रे ए किसाब बस्दै ल साथी के छ यता हेर्नु यता ओ बाडे एउटा फोटो खिच्नु बुढा पछाडि एउटा दामी आउँछ फोटो वी हेभ नट एभाइलेबल फोटो वर्षाले कुबेसी टुटी पर्ने लालबार कोसीको गयो मेरो मन टुने मनको डोरी
बिबिएस छ त साथी हजुर बिबिएस छ त पछाडि के बिबिएस ल्याएको बरालीले मन डुबिने मन लिरानो हुने मनै छोडेर मनै छोडेर ओ धन्यवाद 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 ल बस्नु ल आइस नै भएछ भयो हामी बाबै दाइ यो पुस्ने कुरामा टाउको मान्छे पुस्ने जिउमा पुस्ने के हान्ने भने स्विमिङ तातो भइरहेछ स्विमिङ फेवा तालमा यसो पानी छानी उचाल्नु न सर यसो हो भिडियो खिचिरहेको छ कि मैले उता जान्छ उता जङ्गलतिर हो नि त तपाईँले मलाई अहिले थ्याङ्क यू भन्छ दाइ यार मन्दिर छ नि त पछाडि र करिब बिचमा आइसकेको छ हामी ल यहाँहरू झन् दामी छ है फेवाका तल के छ मान्छेलाई कस्तो भइरहेछ के छ उकि सब त्यो लाइफ ज्याकेट लगाउनु त तपाईँ के छ ड्राइभर दाइ ल ल ल ल ल रमाइलो छ है गाइज रमाइलो छ है जाउँ बिहान अनि उति जाउँ भने ल हाम्रो चाहिँ एउटा एक ठाउँमा चाहिँ हाम्रो ऊ भएको छ के अरे यसलाई के भन्छ सर स्टपलाई के भन्छ पेनको ट्रान्जिट सर हाम्रो चाहिँ अहिले ठ्याक्कै पोखराका मिड ठाउँमा आएपछि ट्रान्जिट भएको छ र तपाईँले हेर्नुहुन्छ भने यहाँ फेवा तलबाट दामी देखिन्छ गाइजहरू यो चाहिँ नि मिडमा पर्छ र हाम्रो चाहिँ यहाँ ल दामी छ गाइज दामी 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 थोरै प्रकृतिको अलिकति अवलोकन गरिसकेपछि हाम्रो चाहिँ अब फेरि दोस्त रन यहाँबाट ठक्कै गएपछि ठ्याक्कै गएर जानेछौँ ल बिचमा आइसकेका छौँ फेरि बिचमा आइसकेका छौँ ल आइसकेका छौँ हजुर बतासले उडाइलायो मजा आउँछ होला यार त्यहाँ बजार लै सम्झनामा आउँछु हजार पछाडि जान्छ सम्झनामा आउँछु हजार दाजु हामी त्यही तल बेसीको त्यही तल बेसीको चिन्जन गाह्रो लै चिन्जन गाह्रो लै यस गाइज वी आर इन त फेवाको मिड ठाउँमा है त हामी एकदमै फेवाको मिड ठाउँमा छौँ र यहाँबाट चाहिँ अब हामी चाहिँ हाम्रो आइस सर हुनुहुन्छ उहाँ चाहिँ यहाँबाट स्विमिङ हान्छु भन्नु कम्फर्टेबल गर्नुपर्छ कि कमन कमन गाइज कमन
हजुर आउन अन्त घुमेर आउनु के हुन्छ म छु त रोक्ने आएर हो त ल न कता यताबाट घुमेर यता आउँछ थाहा छ भने यतातिर हान्नु पर्यो कता हान्ने यता हान्ने उता लानु अगाडि हान्नु सक्छ रेडी 1 2 3 रेडी हानेको छैन पहिला हिसाबले 2 3 फर्क्यो त फर्क्यो ए फर्क्यो त धेरै गेले आउले त्यो चाहिँ हो उहाँले भनेको कुरा एकदम ठिक हो केटा हो होइन जति आफूले आयो आयो ब्याग हाने ब्याग हेरौँ न खुट्टा भेट्छ यसो कस्तो अनुभव भइरहेछ हाउ फिलिङ नाउ दामी मजा आयो दामी मजा यस फेरि एकपल्ट वान एकाउन्ट हान्नु नि त एक राउन्ड हान्नु अब हानिसकेपछि चिसो छ यहीँ समाउँदै यहाँ सर यहाँसम्म मात्र पेट पार्नु ल छेउ म यही डिलबाट चढेँ हाम पहिला माने तर पौडी थिएँ ला थाकेँ पुग्न पहिला माने ला थाकेपछि तपाईँको उल्टो पर्ने थियो उल्टो परेपछि सास फेर्दै आनन्दले रेस्ट गर्नु मिल्यो नि त धेरै पर्न जाऊ ठिकै छ आउँदो रहेछ तपाईँलाई लाइफ ज्याकेट छ किन रहनु हान्न चाहिँ तपाईँले हल्का धुम्बेलामा हानेर जस्तो हान्नु बाउन हाने कि मैले बाउन हान्नु आर्मी बिलाएको दाइ आर्मी बिलाएको दाइ यो डन्डीबाट चढ्नु आइस दाइ यता डन्डीबाट फेरि वान्स मोर चिसो भएर मर्ने बेला भइसक्यो आइस दाइ यता डन्डीबाट चढ्नु न त्यहाँबाट गाह्रो हुन्छ दाइ अहिले अगाडि लानु त खुट्टा टेक्छु थाहा छ खोला नि त त्यहाँ हजुर उठाइरहेको छु खै त छैन त त त्यो त जमिन छ नि त बुढा पर्दैन हान्नु पर्दैन जमिन आउनु चढ्छु क्या अप्ठ्यारो हुन्छ त्यसो नगर्नु न अप्ठ्यारो हुन्छ क्या त्यसो नगर्नु त्यता ऊ छ है दाइ बन्द त्यहाँ हेरे आउनु नि दाइ स्वाट ऊ डन्डीमा समाएर खुट्टाले टेक्नु त डन्डीमा हो तल हाम्रो चाहिँ पोखराको दोस्रो दिन थियो र आज हामी उहाँ पोखराबाट चाहिँ यहाँ पुन्डीकोट आउँदैछौँ र यहाँ आउँदाखेरि चाहिँ हामीले लगभग 15-20 मिनट चाहिँ हामी हिँड्यौँ यहाँ हामीसँग दाइको चाहिँ हाम्रो गाडी पनि हो र उहाँ चाहिँ हाम्रो एकदमै उहाँ गुरुजी भयो भने हाम्रो एकदमै बेस्ट साथी पनि पर्नुहुन्छ र उहाँको एकदमै राम्रो पक्ष के छ भन्दा उहाँ फेरि कम हाँस्नुहुन्छ र धेरै बोल्नुहुन्छ दाँत फेरि यसै मान्छे छैन नि त त्यही भएर हो के छ तपाईँको अनुभव कस्तो भयो सर दामी मजा आइरहेछ सर दामी मजा आइरहेछ अब पुन्डीकोट जाने अनि हामीसँग एकजना बाटोमा परिचित मान्छे हुनुहुन्छ उहाँ हेर्दाखेरि चाहिँ उहाँ चाहिँ फेरि अब संसारमा एउटा मात्र प्राणी कलाकार यो चाहिँ एलियन भन्दा नि हुन्छ गाइज एउटा कुरा चाहिँ म भन्न चाहन्छु उहाँ चाहिँ एकदम गाडी खनासी हुनुहुन्थ्यो पानीको गाडीको तर उहाँ चाहिँ आज फर्स्ट टाइम महँगो भिआइपी 60 लाखको गाडी चढेको राम उहाँको त खुसीको ठेगान छैन म त बिहोस हुन्छु म त गाडीमा सुत्छु सर म जान्न माथि भनिरहेको थियो आशीर्वाद पुरासैनीज्यू र उहाँसँगै हुनुहुन्छ हाम्रो ठुल्दाई हाम्रो ठुलै यहाँ खै ठुलै के छ यहाँ ठुलै बोल्नु पर्यो पुन्डीकोट आएको छ टक्क रमाइलो गर्नलाई अब मजाले दर्शन गरेर सबजना अब हामी खाना खान्छौँ र हामी चाहिँ गाडीबाट उत्रिसक्यौँ र उत्रिसकेको हाम्रो लगभग 5 मिनट जतिको चाहिँ हामीले हिँड्नुपर्ने रहेछ हिँडिसकेपछि चाहिँ ठ्याक्कै पुन्डीकोट आउने रहेछ गाइजहरू रमाइलो छ पोखरा आउँदाखेरि एकपल्ट घुम्ने पर्ने ठाउँ पुन्डीकोट र एउटा कुरा चाहिँ के भन्छु भन्दाखेरि पुन्डीकोट आउँदा चाहिँ सकेसम्म खाली पेट आउनु सक्नुहुन्छ भने बेस्ट है त गाइज किनकि यहाँ मन्दिर पनि छ सो इट्स गुड दर्शन गर्नु ठ्याक्कै हामी चाहिँ अहिले पुन्डीकोट गेटमा आइसकेको छौँ र यहाँको भ्युजहरू त दामी देखाएको छ गाइजहरू ठ्याक्कै यहाँबाट हेर्दा माछापुच्छ्रे हिमाल त्यस्तै गरी धवलागिरी हिमाल अन्नपूर्ण भगवानको दृश्य दामी देखेको छ र यहाँ हेर्नु होला कस्तो दामी तल
ठ्याक्कै हामी चाहिँ अहिले यहाँ गेट आइसकेका छौँ जुन चाहिँ यहाँ हेर्नु चाहिँ गेट देख्नुहुन्छ र पछाडि हेर्नु चाहिँ तपाईँलाई यहाँ शिवको मूर्ति देख्नुहुन्छ त्योभन्दा अगाडि हेर्नु चाहिँ यहाँबाट चाहिँ पोखराको एकदम दामी ठाउँ देखिने भनेको फेवाताल है त फेवातालको दृश्य हेर्नु भने मजाले फेवाताल देखिएको छ तल हेर्नु भने फेवाताल छ र त्यसको माथि हेर्नु भने त्यहाँ माथि धौलागिरी औँलागिरी पूर्णको एकदम दामी सेप देखेको छ गाइजहरू यहाँबाट चाहिँ र यहाँ आएपछि तपाईँहरूले एकदमै नसुटाउने कुरा भनेको म पहिलो कुरा भनेको एकदम दृश्य भयो यो जुन एरिया छ त्यो एरियाको दृश्य भयो त्यसको कुरा मन्दिरको दर्शन भयो र सरकार कस्तो भइरहेछ एकदम राम्रो महसुस भएको छ धेरै राम्रो सर यहाँ के छ तपाईँको थाहा भएको कुरा के छ तपाईँले थाहा भएको कुरा हाम्रो यहाँ सबभन्दा लेफ्टमा चाहिँ धौलागिरी पिक भयो हजुर धौलागिरी चाहिँ हाम्रो संसारको 7th हाइएस्ट पिक 8100 त्यो धौलागिरी भयो हजुर हाम्रो यो माछापुछ्रे फिस्टेल माउन्टेन अब यो माउन्टेन चाहिँ धार्मिक छ एकदम यसमा चाहिँ नेपाल सरकारले आरोहण गर्न नमिल्ने भनेर घोषणा गरेको छ यतापट्टि हाम्रो अन्नपूर्ण 1 2 3 अन्नपूर्ण चाहिँ वर्ल्डमै सबभन्दा फेमस हो ट्रेल क्लाइम्ब गर्नको लागि आरोहण गर्नको लागि अन्नपूर्ण एभलान्सहरू आउने भयो तल हाम्रो पामे भयो सर तल पामे भयो फेवातालको माथिल्लो भाग त्यो माथि देख्नुहुन्छ नि माथिको सरनकोट एरिया भयो सारनकोट एरिया भयो अहिले चाहिँ हामी कुन ठाउँ भन्दा यो पुन्दीकोटमा छौँ जुन चाहिँ काशी जिल्लाको माथि डाँडामा रहेको छ हाम्रो फेवाताल चाहिँ माथि हामीले जुन हिमाल देखिरहेको छौँ त्यसबाट बग्दै आएको पानीबाट आएको भन्छ र तल हेर्नु भने तपाईँ साइड मार्दी पनि देखिन्छ मार्दी एरिया मार्दी हाम्रो ठ्याक्कै त्यहाँ भयो जुन माछापुछ्रेको छेउमा चाहिँ मार्दी रहेछ त्यो मार्दी हो अब हिमाल अवलोकन गरिसकेपछि हामी चाहिँ अब ठ्याक्कै पामेको ठ्याक्कै शिवलिङ्ग देखिन्छ जुन चाहिँ एकदमै फेमस छ र तपाईँले हेर्न सक्नुहुन्छ यहाँबाट चाहिँ ठ्याक्कै हेर्नुहुन्छ भने यो चाहिँ एरिया भयो यो चाहिँ दामी छ गाइजहरू एकपल्ट पोखरा आउनु भयो भने एकदम घुम्नुपर्ने ठाउँ छ तपाईँ योसँगै दृश्य देखाएँ मैले पोखराको तिमी गएर आइहाल न चढ्नु न टाइम छ शम्भो जय शम्भो हाम्रो किदेऊ न यतातिर चाहिँ जान टर्न गर्नु र यो चाहिँ ठ्याक्कै पोखराको कास्कीबाट चाहिँ लगभग 1 घन्टाको ट्राभल गरेपछि यहाँ लगभग आइपुगिन्छ र एकदम दामी छ गाइजहरू यहाँ अगाडि पछाडि हेर्न सक्नुहुन्छ र सँगसँगै हेर्नुहुन्छ दृश्य पनि हेर्नुहुन्छ दामी देखिन्छ पछाडि यता है ल यो चाहिँ एकदमै पोखरा आउँदै हुनुहुन्छ भने एकदम आउनै पर्ने ठाउँ हेर्नै पर्ने ठाउँ रहेको छ यो पुन्दीकोट है लिस्टबाट धामी देख्छ सर घुमु
यस्तो बात गरे जस्तो हेलो आज चाहिँ हामी ठ्याक्कै पुन्तीको दर्शन गरेर ठ्याक्कै शिवजीको दर्शन गऱ्यौँ ल है आइयो रमाइलो भयो निर्मल सरसँग यसो बसियो र आनन्दसँग टाइम स्पेन्ड भयो हाम्रो घुम्न पाइयो राम्रो राम्रो दृश्य हेर्न पाइयो हिमालहरू र अहिले चाहिँ हामी ठ्याक्कै क्रिसमसभन्दा अलिकति अगाडि र न्यु इयरभन्दा अलिकति अगाडि भएर यहाँ खासै त्यति धेरै मान्छेहरू चाहिँ पोखरामा भिड देखिएन र अबको एक हप्तापछि चाहिँ लगभग हेर्नुहुन्छ भने मस्त यो पोखरा चाहिँ एकदम भरिपूर्ण हुन्छ र अहिले पनि हेर्नुहुन्छ भने यहाँ पनि अब हामी मध्य टाइममा आयौँ लगभग 2 बजेको टाइममा र यो टाइममा चाहिँ अलिकति मान्छेहरू कमै भिड हुन्छन् किनकि यो टाइम दर्शन गर्ने टाइम होइन त्यही पनि हामीले अब समय जुटाएर एकपल्ट चाहिँ आउनुपर्छ पुन्डीकोट भन्ने विचारले हामी आइपुग्यौँ र यो सँगसँगै अब हाम्रो दर्शन सकिसकेपछि अब हामी तल झर्छौँ तल झर्पछि हामी कहाँ जान्छ सर हाम्रो यात्रा कहाँ जान्छ हाम्रो यात्रा भनेको तपाईँको डेभिड्स फल अनि गुप्तेश्वर यसो हेर्ने ल यहाँ सिन पनि हेर्नु है त मजाले गाइजर दिस इज द सिन त्यसो भए हामी तल जाउँ हाम्रो त्योसँगै अब सोचिरहेको थियो कि हामी अलिक ढिलो आयौँ मान्छे छैन भनेर यहाँ हेर्नुहुन्छ नि एकदम प्याक देख्छ गाइजर पर्यटन नेपालमा पर्यटन प्रदान गर्नुपर्छ रमाइलो छ र पारिपट्टि हेर्नुहुन्छ नि पारिपट्टि नि एउटा यसो बनाएको रहेछ रमाइलोसँग ल हामी चाहिँ अब यहाँ सकेर ओर्ल्यौँ ल केही समयपछि अब हाम्रो गन्तव्यतिर जान्छौँ ल गाइस कति दिन बजे खाना पाएको है खाएको छ थाहा छ मैले बाहुनले हो तर यो खोर्सानी खासै पिरो रहेछ नि किन यो ओरिजिनल होइन रहर पुऱ्याइदियो केटाहरूले होइन फ्याक्ट्रीमा बनाएको महसुस छैन कि पिरै छैन यस गाइज हामी चाहिँ डेभिस फलमा झरिसकेका छौँ र हामीहरू चाहिँ दोस्रो दिनको यात्रामा चाहिँ हाम्रो जाइरहेछ र अहिले चाहिँ हामी यहाँ डेभिस फलको लागि गाडीमा झरिरहेका छौँ के छ कस्तो अल गुड फाइन के छ भाइ कति सुत्यो हामी आधी घन्टा सुतेर हामी अब डेभिस फलमा आएको छौँ ल यहाँबाट सरक्क डेभिस फल हेरेपछि ठ्याक्कै हाम्रो यात्रा डेभिस फल चाहिँ हाम्रो फेवातालको पानी ड्याम हुँदै आएर डेभिस फलबाट झरेर तल गुप्तेश्वर गुफा हुँदै सेती नदीमा गएर मिसिन्छ डेभिस फलको नाम चाहिँ डेभिस फल भनेको डेभी भन्ने एकजना व्यक्ति चाहिँ त्यहाँबाट खसेर बित्नु भयो र उहाँको सम्झनामा राखेको रहेछ ठिकै छ अहिले चाहिँ डेभिस फल आइपुगेको छौँ यहाँ चाहिँ डेभिस फल पाता छाएको यहाँ चाहिँ हाम्रो छिर्ने गेट रहेछ र हाम्रो साथीहरू जानेछौँ ल रेडी छौँ ल हामी चाहिँ रेडी छौँ अहिले चाहिँ ठ्याक्कै पताले छाएको अथवा डेभिस फलको गेटमा पुगेछौँ र यहाँ हेर्नु अर्को गेट पनि रहेको छ र यसको डेभिस फलको ठ्याक्कै अगाडि चाहिँ थोरै सानो गेट रहेछ त्यहाँ पसलहरू रहेछन् भने सेकेन्ड गेटमा चाहिँ तपाईँहरूले अच्छा यहाँ जाने मेरो 5000 भाइ हिसाब कति हो 50 हो ल टिकट भाइ फिर्दैन फिर्दैन भाइ अलि पुस्किनु पर्छ बाटो मान्छे बाटो छ है र हामीले के नेपाली नागरिक 50 विद्यार्थी 30 रहेछ शीर्षमा हिमालय यो चाहिँ हाम्रो माछा पुछ्रे उसको ऊ हो क्या यो त्यो हाम्रो हिमालहरू देख्छ नि त्यसको रेप्लिका हो ठ्याक्कै होइन त त्यो माछा पुछ्रे अन्नपूर्ण ए ल हामी डेभिस फलमा छौँ र यहाँबाट चाहिँ हेर्नु जाने सेती नदीको खोज चाहिँ पानी चाहिँ एउटा हराएको छ यहाँ चाहिँ एउटा डेभिस भन्ने यहाँ चाहिँ एउटा डेभिस भन्ने खैरे झरेको थियो त्यही भएर यसको नाम चाहिँ डेभिस फल भनेर राखिएको हो यहाँ देखिन्छ
यहीँ हराउँछ पानी हो जम्मा यत्रै पानी हो पोखराको फेदलको योभन्दा पहिला ए यो घट्या हो अहिले कहाँ हो त्यहाँ देखिँदैन त जान्छ र गाई चाहिँ अहिले चाहिँ हामी ठ्याक्कै डेभिस फल आइसकेका छौँ र डेभिस फल हेर्नु झन् यहाँको पानी पोखराको फेदलको पानी चाहिँ यहाँबाट तल झरेर खोज हुँदै जाँदो रहेछ It's very good, very good, very good. अरू के भन्नु त And I feel very proud with my Nirmal sir. यस सर I teach very more. ल गाइजहरू यहाँ देउस फलमा थोरै कुरा भनेको छ यहाँ हेर्नु चाहिँ तपाईँलाई के भन्छ भने ईस्वी सम्वत 1961 जुलाई 31 तारिकको मध्याह स्विज नागरिकले छाँगोभन्दा माथिपट्टि नुहाइरहेको थिइन् अचानक फेवातालबाट बाढी आएर उनलाई बगाएर लग्यो र उनको मृत्यु भयो धेरै प्रयासपछि उनको शव निकालियो र त्यस बेलादेखि यस पाताल छाँगालाई डेभिस फल भनेर चिनिन्छ मन्दिर दिन्छ सर सबलाई 3 ढाई भाग्य पखैले त्यो एउटा 4 एउटा 2 3 4 2 अरे एकछिन ल पऱ्यो पऱ्यो परेन मेरो परेन ल बिस ल पर्छ पऱ्यो के लास्ट त्यो बिस्तारै हामी पानीले पाउँछ पर्यो है उ अब तल गयो परिरहेछ त मैले हेरेर सच गएको छ पर्यो है निर्मल सर मेरो हेलो अब ल सुरुमा एउटा अड्किनिसक्यो होइन परेन मोबाइल हालौँ न सुरुमा पर्यो एउटा मोबाइल ल हान्नु लास्ट मोबाइल ल ल हालिहाल्यो यस गाइज एउटा निर्मल हिजो एक्लै छोड्यो नि त ल Yes, guys! घनसँग लाएछ घनसँग लाएछ अब बन्डेले बिहे गरे तर टाउको नभएको केटीसँग छ है तल बस अझै तल बस्नु त घाँटी राख्नु तल अझै के छ दिवेन्द्रजी ठिक छ हजुर ठिक छ सबै ठिक छ हजुर उहाँ चाहिँ हाम्रो भाउजू तर भाउजूको टाउको खै हामी अब यिनलाई केटा रैलामा छ नि यिनलाई गुप्तेश्वर देखाम भनेको के गर्नु बिस्तार यिनलाई गुप्तेश्वर हेर्नु अब गाइज अहिले शुक्र अन्त चलिरहेको छ त्यही भएर मन्दिरको दर्शन चाहिँ सकेसम्म नगरौँ भन्ने मेरो सोच हो किनकि यसमा अलिकति फल कम हुन्छ किनकि मन्दिर कुनै पनि चिजको माग्दाखेरि अथवा अपेक्षा गर्दा फल कम हुने भएको कारणले यतिखेर चाहिँ म दर्शन नगर जाएँ अर्कोपल्ट फेरि आउँदाखेरि चाहिँ हामी फेरि आउँछौँ पोखरा पक्कै पनि म गुप्तेश्वर मन्दिरदेखि लिएर हाम्रो अलि पोखराको ट्रिप टाइम लिएर गर्छ हुचिल ट्रिप भयो हाम्रो होइन हाम्रो हुचिल ट्रिप भयो नि त पोखरा एकदम हुचिल ट्रिप हो उहाँले अब बोटिङ पनि गरियो तर मेन कुरो के भन्दाखेरि हाम्रो प्लान थिएन कि आउने भन्ने कुरो र यहाँ आएपछि एउटा एक किसिमको रमाइलो भयो त्यो जुन रमझम भयो पोखरामा त्यो चाहिँ एकदम बेस्ट भयो तर के भन्दाखेरि हामीले टाइम दिएर त छुट्याएर गरेको भए त बेस्ट हुन्थ्यो भन्ने कुरा हो तर हामीले टाइम दिएर छुट्याउँछौँ एकजना आउनु भएको उहाँ काठमाडौँबाट बाउला ल है अब हामी चाहिँ पोखराबाट बिदाई भयौँ टक्क निस्किसक्यो हामीहरू होइन अब यहाँ टक्क पोखरा छिर्ने पुल छिरेर अब हामी सर मेन पोखरा गइरहेछौँ हामी सर के छ निर्मल सर अब है यस गाइस अहिलेसम्म चाहिँ एकदम रमाइलो भएको छ चिड भएको छ गाइस होइन अब चाहिँ हामी जान्छौँ काठमाडौँ गाइस हामी चाहिँ ट्याक्क वेयर इन बेगनास है हामी बेगनास आइपुग्यौँ होइन
तेह्रबाट 1 किलो सुन के छ भाइ देख्छ र भने देख्छ भन न तिमी के छ खबर ठिक छ खबर के छ हजुर ठिक छ नि होइन बेगनास ठुलै हामी गएको छौँ ठुलै हामी बेगनास स्टालमा है बेगनास पुग्यो है हामी बेगनास पुग्यो है पुरै इन्जोय पाराले पुरै इन्जोय पारेर ल्याएको छौँ राति बेगनास हेर्नलाई एनके माइला कहाँ गयो हाम्रो अफिसियल ए यहाँ छ नि एनके माइला है हामीसँग चाहिँ एनके माइला अफिसियल ल ल हामी चाहिँ बेगनास स्थल आयौँ जस राति 2 बजे भयो भने आइपुग्यौँ जस रमाइलो छ गाइज है रैला गर्दैछ हामीहरू है 2 बजे बेगनास तालमा हामी के खोज्न आएको यहाँ यहाँ चाहिँ हामी बेगनास स्थलमा चाहिँ एक आँखे माछा एक आँखा माछा सँगसँगै हामीले चाहिँ खाना खोजेको यहाँ चाहिँ खास थकाली खानु पर्छ एकदम बेगनासको तबाल हुन्छ भने आएको के छ ल हामी बेगनासमा टक्क छौँ है म यो स्टोरी हेरेँ यस गाइज चाहिँ हामी छौँ ठ्याक्कै रुपातालनिर र अहिले करिब रातिको 2 बजेको छ र 2 बजे पनि राम्रो भाइस आएको छ गाइज यो चाहिँ यतिको नेपालमा यतिको भाइस आउने ताल चाहिँ छैन जस्तो लाग्छ मैले जहाँसम्म स्थलमा छौँ जुन चाहिँ कास्की जिल्लामा अवस्थित रहेको छ र यहाँ चाहिँ एकदमै फिस चाहिँ एकदमै फेभरेट भएर मैले चाहिँ फिस ट्राई गर्न आएको र फिसमा हेर्नु नि तपाईँलाई यहाँ सलाद छ कागती छ त्यो सँगसँगै चाहिँ माछा आएको छ दामी छ गाइजहरू मजा आउँछ लसुन पनि छ गाइजहरू चाहिँ हाम्रो बुढा स्टोरी लाइक हानेर चाहिँ फोटो पो लाइक हाने भन्छ नि फोटो लाग्यो नि त ए विशालले हान्नु ए दामी ल ल ल हामी ल है ल सर लेमन दुईटा निसार्ने सर यो हाल्ने सर यस गाइस माछा खान्छौँ अहिले चाहिँ होइन ठ्याक्कै हामी ल एकछिन दिने सर मायालाई भेट्नलाई मनको प्यास मनसँग मेट्नलाई साइलो जो मेट्नलाई साइलो जो चार गरे माया नमारे साइलो म चार गरे माया नमारे